ल्याइदिएर छोडिदिएको यहाँ 1 लाख पैसा तिरेर काम गर्न सकिनस् ल खा भनेर आमा यहाँ हेर्नु न भन्दिनु न नाम रित्तो भाँडो अमृतले भरौँला फेरि रमाइलो गरौँला फेरि रमाइलो गरौँला। Hi everyone, so हामी चाहिँ सेन्ट जेभियर कलेजका स्टुडेन्ट्सहरू छौँ। My name is Chetna. My name is Prasansa. My name is Sivasma. अनि आज चाहिँ हामी यहाँ शान्तिनगरमा रहेको एउटा ओल्ड एज होममा चाहिँ हामी सोसल सर्भिस काइन्ड अफ गर्न गइरहेका छौँ। एन्ड दिस इज अ स्मल भ्लग अबाउट हाउ वी आर गोइङ टु स्पेन्ड आवर डे आज दिनभरिमा एन्ड होप यु गाइज लाइक इट एन्ड ह्याभ काइन्ड अफ एक्सपिरियन्सेस विथ अल अफ अस। अनि अहिलेको युथलाई चाहिँ के भन्न चाहनुहुन्छ? द वान हु बिट्रेज देयर प्यारेन्ट्स। त्यस्तो गर्नु चाहिँ एकदम नराम्रो हो होइन, त्यो एकदम खै कस्तो मलाई एकदम पिटिफुल लाग्छ त्यस्तो गरेको चाहिँ। अब सो यु डिस्करेज स्ट्रङली डिस्करेज गर्छु। पहिला आउँदा त कहाँ रमाइलो लाग्नु र, अहिले चाहिँ त आएँ है। हजुर, तर मन बसिराखेको घर छोडेर आइयो भन्ने लाग्यो। अनि पछि त खान मन पनि लागेन, मानसिक रोग जस्तो के जम्मै भित्री खाने हेर्दा केही नदेखिने, बस्न मन नलाग्ने। अनि त्यसो भएर घरै जानु पर्यो कि भनेर सुरु पनि गर्ने भएन। अनि त्यही डाक्टर देखाएर औषधि खाने। यहाँ बस्नु पैसा तिर्नुपर्छ, एकैचोटि राखे पनि कति यिनीहरूले दिन्छन्, कोहीलाई लाख भन्छन्, कोही 2,50,000 राखेर बसेका छन्। यो अहिले आमा त्यो हाँसिराख्ने कान नसुन्ने आमा छ नि यता जाने, उसले त 5 लाख राखेको छ यो कोठा एक्लै। त्यति धेरै राख्यो भने एक्लै बस्न पाइने, धेरै राख्यो भने एक्लै बस्न पाउने। अनि ठिक्क अब यस्तै 60-70 लाख यस्तो राख्यो भने 2 जना नराखी छोड्दैन उनीहरू। अनि म एक्लै बस्छु भन्यो भने 5 लाख चाहिँ राख्नै पर्छ। अनि आमा हजुरको पुर्खौली घर चाहिँ? मेरो लुङु। अनि हजुरको चाहिँ कति वर्ष भयो यहाँ आएको? वर्ष थाहा छैन। एज चाहिँ 78 भयो यहाँ आएको। ल्याइदिएर छोडिदिएको यहाँ 1 लाख पैसा तिरेर काम गर्न सकिनस् ल खा भनेर आमा यहाँ हेर्नु न आमा डक्स राम्रोसँग ज्ञानी हुने, कसैलाई मन नदुखाउने होइन। कसैको त्यो यस्तै उस्तो भनेर भन्छ नि मान्छे, छुच्ची भन्छ के भन्छ, सबैलाई माया गर्ने हो। अनि पछिसम्म नि राम्रो हुन्छ होइन। कस्तो राम्रो मान्छे, केटाकेटी भन्ने जहाँ भेटे पनि मन पराउँछन्, छुटो स्वभावको त मन पराउँदैन। अब मैले खेलियो खाइयो त्यो गर्न नहुने रहेछ नि त, अलिकति पढ्नु पर्ने रहेछ। अहिले पस्ताएर के गर्ने, उमेरमा पढेको भए त म जागिर खाएर कस्तो पढिएन। भएको केही 1-2 लाइन सुनाउनु न हजुरले लेख्नुभएको। शिर मेरो अँध्यार छ छैन रातो टिको, विधुवा भई बस्नु भन्दा बरु मर्नै निको। यस्तो नि भइरहेको। श्रीमान विद्या बेला 16-17 वर्ष भयो। मैले मनमा त्यसै नि निद्रा लाग्दैन होइन, भोक लाग्दैन, भइरहेको भयो होइन। अब त्यस्तो भएपछि यो घाँटीमा लाउँ क्या रे पासो,
कमरको पटुकी फोएर शिर मेरो अँध्यारो छैन रात टिका विधवा भई बस्नु भन्दा बरु मर्नै निको रित्तो भाँडो अमृतले भरौँला फेरि रमाइलो गरौँला फेरि रमाइलो गरौँला